गुरुजी 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 के भयो शिष्य बालकी? मलाई हेर्नुहोस् न, मलाई त ठिक पनि लागेको छैन। म त बाँच्दिन जस्तो लाग्दैछ। गुरुजी हेर्नुहोस्। पर्खिँदा चित्र हेर्छु के भएको तँलाई। खै हात हेरौँ। टेन्सन नगर बालक, अब त भला पण्डितकोमा आछस्, सबैतिर भलो हुन्छ। टेन्सन नगर बालक, पर्खी एकैछिन पर्खी। तँलाई के भएको, कस्तो चुडेलले छुको हो कि केले छुको, म समस्या दूर गरिदिन्छु बालक, पर्खी। एकदम यसलाई त नराम्रो तोडले हानेको छ नि। तँलाई खाएपछि भोक लाग्दैन हो? हजुर 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 गुरुजी। सुतेपछि निर लाग्दैन हो तँलाई? हजुर गुरुजी, हजुर हजुर हजुर। यसलाई त नराम्रो तोडले हाने रहेछ। पर्खी। हे पतम पिता, हे हे बनेको धनी तिमी, देवी देवता कि खाने तिमी, बिल्डिङहरूको मालिक तिमी, मिस्त्रीहरूको कन्ट्र्याक्टर तिमी, कम्पनीको ओनर तिमी, सबै 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 तिमी। हे परमपिता, यसलाई फलास जस्तो कुद्ने, आयरन जस्तो उड्ने, सुपरम्यान जस्तो उड्ने, आर्मी जस्तो सक्ने शक्ति दिनुहोस्। र अहिले पत्थर छुँदा ढुङ्गा छुँदा पत्थर बनाइदिनुहोस्, पानी छुँदा जल छुँदा पानी बनाइदिनुहोस् प्रभु। यसको सबै समस्या दूर गरिदिनुहोस्। र अब आज एउटा अर्को कठोर मन्त्र हाल्दैछु। हे बालक, त्यो मन्त्र पाएपछि त ढुङ्गालाई मात्र गाउँदा गोली जस्तो उड्ने हुन्छ। सुन, आकाशे काटौँ, बादले काटौँ, बोक्सीको चाखामा लात्ताले खानु। अब उठ बालक, उठ। अब तेरो समस्याको हल हुनेछ। मेरो टिका लगाएर जा, तेरो समस्याको समाधान भयो। जा बालक, जा। हे पण्डित, तेरो धेरै छुट्टी भइसकेको छ। यो भइसकिसक्यो। तैँले गर्ने सब यो नाटकहरू बन्द गरिदे। यो एरिया सबै मेरो भइसक्यो ल। यो एरियाको मैले पनि पैसा दिइसकेको छ। अन्त यो कुरोको रेजिस्ट्री मैले गरिसकेको छ। अब त्यो चाहिँ यो जग्गामा बस्नु पाउँदैन। ए ठोक केटा, हान केटा हान। के भयो? के भएको यो पण्डितलाई? मैले जे गर्दा नि चोट लाग्दैन। के यस्तो पण्डितमा यस्तो पावर आइसकेको छ? के हो न? के गर्नु अब म? यो पण्डितलाई यहाँबाट उखालेर हटाउनुको लागि के बुद्धि आएको छैन मलाई? के गर्ने केटा हो? यो गाउँमा समस्याको समाधान गर्नलाई एउटा मात्रै डोन छ। को हो त्यो डन? बाग्लु डोन, बिलवाला। जसरी पनि यहाँबाट उखालेर हटाउनु छ। म बाबु डन बिलवालाकोमा गएर आउँछु। हजुर, म यहाँ भोलाडनसँग भेट्न आएको। मलाई यहाँ साह्रो असुविधा परिस्थिति, मलाई भोलाडनसँग जसरी पनि भेट्नु छ। भोलाडनसँग भेट्न आउने यसरी हुनुपर्छ है। अब लिनुपर्छ भोलाडनसँग। भोलाडन भाइ डन। नमस्कार भोलाडन। नमस्कार भोलाडनजी, म एकदम असुविधा लिएर आएको छु तपाईँकोमा। बाबुडन दिलवालाजी, मलाई एकदम साह्रो समस्या परेको छ र त्यो समस्या लिएर म तपाईँकोमा आएको छु। मेरो समस्याको समाधान गरिदिनुहोस्। भन, के हो समस्या? मैले जुन चाहिँ प्रपर्टी लिएको छु, त्यो प्रपर्टीमा कहाँबाट एउटा पण्डित आएर बसेको छ। त्यो पण्डितले अहिले मैले जति गएर धम्काएँ, जति गएर कर गरेँ पनि मेरो कुनै सिप लागेन। अब तपाईँले मलाई यो चिजबाट न्याय दिनुहोस्। म तपाईँकोमा आएको छु। बाबुडन दिलवालाजी की जय, बाबुडन दिलवालाजी की जय, बाबुडन दिलवालाजी की जय। ठिक छ, यो तेरो काम म गरिदिन्छु, तर यसको रकम चाहिँ कति? त्यो कुरोको लागि तपाईँ चिन्ता नगर्नुहोस्। तपाईँ सिर्फ मसँग हात मिलाउनुहोस्। तपाईँ बस पैसाको कहिले पनि चिन्ता गर्नु पर्दैन। म तपाईँलाई जिन्दगीभरिको लागि खुसी गरिदिनेछु। हर चिजको तपाईँलाई कमी हुने छैन। त्यस्तो खालको जिन्दगी बनाइदिन्छु।
तपाईँको घरलाई पनि आज म राम्रो पैसाले फर्काइदिन्छु किनभने त्यो प्रपर्टी मलाई लिनु जरुरी छ। ओके भइहाल्छ, यो तिमीहरूको समस्याको समाधान बेलुकासम्म भइहाल्छ। तिमीहरू अहिले जा। दिनवालाजी म जाँदैछु। बाबुराम दिनवालाजी की जय। बाबुराम दिनवालाजी की जय। दिनवालाजी की जय। A few moments later. ए पण्डित, तँलाई उठाउने मैले यहाँबाट सुपारी लिइसकेको छु। तँ चुपचाप यहाँबाट उठ्ने कि हामी उठाम? तँलाई उठाउने मैले सुपारी लिइसकेको छु। तँलाई यहाँबाट उठ्नुपर्छ। अहिले म जाँदैछु, बेलुका आएर हेर्छु। तँ यहीँ छ भने तँलाई हाम्रो तरिकाले उठाउँछु, बुझिस्? ल हुन्छ बालिके, हुन्छ। तर बालिके तिम्रो नाम चाहिँ के हो? गएर एकखेप गाउँ गाउँलाई सोध, बब्लु डन दिलवाला को? म बब्लु डन दिलवाला को? म हे पण्डित, अहिले म यहाँबाट जाँदैछु। अहिले बेलुका फेरि आउँछु। तँलाई यहीँ भेटेछ भने तँलाई म हाम्रो तरिकाले उठाउँछु, बुझिस्? हुन्छ से हुन्छ हुन्छ। मैले त्यसलाई धम्काइदिइसकेको छ। हो बेलुकासम्ममा तैँले रिजल्ट पाइहाल्छस्। त्यसको टेन्सन नलि, तेरो काम भइसकेको छ। ओके थ्याङ्क यू डन, थ्याङ्क यू। हाम्रो डनले जे पनि काम गर्छ पर्फेक्ट गर्छ। हो डन, हो डन। आज एउटा सुपारी आएको थियो एउटा मान्छेको। त्यो मान्छे यो यहाँ काम गरिरहेको छ। यो हो, यो हेर्दा मात्रै भोलो देख्छ, तर यसले यस्तो शैतान छ। यो घर घरमा आमा बाउ सबलाई परेशान गरेछ यसले। यसलाई चाहिँ मार्नुपर्छ भनेर 10 करोडमा साला जुस्से मुसिएर आएर मलाई धम्काउँछ। चिनेछेन भोला पण्डितलाई को भनेर। त्यसको त मैले जानेको छु, त्यसको त मैले जानेको छु के गर्नुपर्ने, कस्तो गर्नुपर्ने। त्यो बब्लु डन दिलवाला भन्दैमा हुन्छ। म पनि भोला पण्डित हो, भोला पण्डित। बब्लु डन दिलवालाको दिल बनाएर अब त्यसमा टुर्नामेन्ट हुन्छ है। ए आकाशे काटौँ, बादले काटौँ, यो बब्लु डनको चाखेमा 10 करोडमा सुपारी लिइसकेको छु। डन त्यसको चाहिँ हाल्नुपर्छ। तिनीहरूमा लिएर आऊ आइज। यो मेरो रिसमुनले चाकेमा खाँदौँ। छौ